नमस्कार सम्पूर्णमा म आज तपाईहरुलाई चाहिँ सायद तपाईहरुले धेरै युट्युबमा देख्नु भएको होला, इन्टरभ्युमा देख्नु भएको होला है। मैले चाहिँ आज उहाँको केही कुराकानी र उहाँले के भन्नुहुन्छ र खानामा के चाहिँ उहाँको उ रहेछ एकदम फेभरेट भन्ने कुरो चाहिँ म हजुरलाई देखाउन जाँदैछु। उहाँको नाम चाहिँ मुना जी भनिन्छ है। उहाँ एकदम प्यारी भनौँ न, प्यारी हुनुहुन्छ र उहाँका केही दुई कुराहरू हामी सुनौँ र उहाँलाई म तपाईहरुलाई उहाँको झलक देखाउँछु। अब उहाँ चाहिँ मुनाजी हुनुहुन्छ, एकपल्ट कुराकानी गरौँ। अनि तपाईलाई चाहिँ के हो त्यो बगुरै मन पर्ने हो? त्यही भएर कहिले कहिले काहीँ दिदीहरूले बनाए पनि आज बङ्गुर मासु बनाएको छु, ल आइज भन्नुहुन्छ।